hear it after using. तपाईलाई कस्तो लाग्छ त्यो जाने? How will you feel after that? कति खुसी लाग्छ है? You will be very happy, right? त्यो मान्छेलाई गएर चाउचाउ खुवाइदिउँ न भन्ने कस्तो मन हुन्छ है, हात बनाएर खुवाउँछु, मासु पकाएर दिन्छु भन्ने हुन्छ है। You want to treat that person well. कसैलाई रिस उठ्छ, You will be angry. हामीलाई गर्दा रिस उठ्छ, उसलाई पनि त्यस्तै हुन्छ। If we can get angry, then the other person will also be angry. हामीले याद गर्नुपर्छ। We need to think this. कसैको कुरा त्यो व्यक्तिलाई नसोधेर टपक्कै टिकेर लानु, अर्को शब्दमा भन्नु चाहिँ चोर्नु हो। Using others' property without asking with them, मेरो the सामान word is robbery. मेरो सामान चोरिदियो भने मलाई रिस उठ्छ, तपाईको सामान चोरिदियो भने तपाईलाई रिस उठ्छ, त्यसैले अरूको सामान चोर्नु पनि रिस उठ्छ। When someone steals my things, I get angry. When someone steals your things, you get angry. When someone steals other people's things, they get also angry. हामी भण्डारीहरू हो, Amen. Are stewards. हामी आफ्नो सामानलाई पनि एकदम जतन साथ राख्छौँ। We take care of our property as well. अरूहरूको सामानहरूलाई पनि हामीले जतन गर्नु परेको छ। We also need to take care of other people's property. Amen. Amen. यो क्रिस्चियनहरूको चरित्र हो। This is Christians' character. क्रिस्चियनहरू यस्तो हुनुपर्छ। Christians should be like this. आमेन। Amen. सबै कुरा राम्ररी हेर्नु जान्ने, बुलाइदियो भने म ढुक्कै हुन्छु भन्ने खालको हुनु पर्यो। The person who is giving us these their things, they can be rest assured. उसलाई दिएको छु, उसले जिम्मेवारी राम्ररी गर्छ, जिम्मेवारी दिँदाखेरि यो सामान दिएको छु भने पनि उसले राम्ररी राख्छ, म ढुक्कै हुन्छु भन्ने खाले क्रिस्चियनहरू हुनुपर्छ। I've given him this my thing, and I can trust him. trust him. हो त्यो तपाईलाई भरोसा गर्न सकिँदैन कि सकिँदैन? So can you be trusted or not? मलाई भरोसा गर्न सकिन्छ सक्दैन मान्छे? Can people trust me or not? अब हामी किन भनौँ न, हाम्रो आफ्नै घरमा तपाईहरुले आएर हेर्नुभयो भने धेरै सामान छ है हाम्रो घरमा। When you come to my house and see, we have a lot of things. तर त्यो धेरै सामान भएको कारण चाहिँ, But the reason behind it is एकदम पुरानो सामानहरु हो, भत्किँदै नभत्के लागेर उब्रिँदै गएको त्यसै अब। they are very old objects as well, because we took care of it very nice that it didn't even break. हामीले अहिले पनि भर्खर बिहा गरेर आएर हाम्रो पहिलो उहाँले त्यो काठमाडौँमा हुँदा जुन खाट थियो त्यो खाट अहिले पनि चलाइरहेको हामीले। We still have our old bed we had right after we married. त्यो खाट लगभग कति भयो होला, उहाँ 2006 मा आएर आएको थियो भन्दा त लगभग 19 वर्ष पुरानो खाट अहिले पनि चलाइरहेको राम्रै छ। So we're still using the 19 years old bed. अब किनभने हामीले जतन गर्न सिक्यौँ, आमेन। Because we learned to take care of things nicely. मण्डलीको कुराहरु त्यसरी नै हामीले गर्नुपर्छ भनेर यो कुरा